फेसबुकमा 5000 भन्दा बेसी फलोअर्स कसरी बढाउने आज म हजुरहरूलाई 4-5 वटा सेटिङको बारेमा भन्नेछु। त्यसपछि हजुरहरूले त्यो सेटिङ मिलाउनुहोस् र हजुरहरूको फलोअर्स एकदमै छिट्टो बढ्नेछ। हजुरहरूको 5K भन्दा बेसी फलोअर्स बढेको छैन भने हजुरहरूले त्यो सेटिङ अवश्य चेक गर्नुहोस् र हजुरहरूको 5K भन्दा बेसी फलोअर्स बढिरहेको छ, 10K 15K जति पनि छ भने हजुरहरू सबैजनाले त्यो सेटिङ चेक गर्नुहोस् र हजुरहरूको 10K 20K 30K गर्दै हजुरहरूको 100K देखि उकालै फलोअर्स बढ्नेछ है। त्यसैकारण यो भिडियो एकदमै इन्फर्मेटिभ छ। हजुरहरूले राम्रोसँगले हेर्नुहोस् र सेभ गरेर राख्नुहोस् ताकि इन फ्युचर हजुरहरूको सेटिङ बिग्रियो भने हजुरले त्यतिखेर मेरो भिडियो हेरेर सेटिङ मिलाउन सक्नुहुनेछ। धेरैजना साथीहरूको चाहिँ गुनासो छ है, कम्प्लेन छ कि मेरो त 5K भन्दा बेसी फलोअर्स बढ्दैन भनेर। किन बढ्दैन भन्दाखेरि चाहिँ हाम्रो 5K सम्म फलोअर्स त फ्रेन्ड रिक्वेस्ट एक्सेप्ट गर्दा भइहाल्छ है। त्यसपछि चाहिँ हाम्रो फ्रेन्ड रिक्वेस्ट एक्सेप्ट हुँदैन है। फेसबुकमा चाहिँ लिमिटै त्यति छ, हामीले 5K सम्म है 5000 सम्म मात्रै हामीले साथी बनाउन सक्छौँ फ्रेन्ड रिक्वेस्ट एक्सेप्ट गरेर। त्यसपछि चाहिँ हामीलाई कसैले फलो गर्नुभयो भने मात्रै हाम्रो फलोअर्स बढ्ने हो। सो हामीलाई सबैजनाले फलो गर्नुहुन्छ भन्ने छैन। त्यसैकारण हजुरले सेटिङ मिलाउनु पर्ने हुन्छ। त्यो सेटिङ मिलाएपछि चाहिँ हजुरकोमा फलोको बटन पनि आउँछ र हजुरको भिडियो पनि धेरै मान्छेसम्म पुग्दाखेरि उहाँहरूले हजुरलाई फलो गर्नुहुनेछ। हजुरको कन्टेन्टमा पनि राम्रो भ्युज आउँछ। त्यसैकारण चाहिँ हजुरलाई एकदमै राम्रो सेटिङको बारेमा चाहिँ यो भिडियो बनाउँदैछु। सो हजुरहरू सबैजनाले त्यो सेटिङ चेक गर्नुहोस्, सेटिङ मिलाउनुहोस् अनि हजुरहरूको भिडियोमा पनि राम्रो भ्युज आउनेछ र फलोअर्स पनि एकदमै छिटो बढेर जानेछ है त। आउनुहोस् अब म हजुरलाई स्क्रिन रिकर्डिङ गरेर देखाउने छु कि कुन कुन सेटिङ हो र कहाँ अन गर्नुपर्छ भनेर है त। फेसबुक ओपन गर्नुहोस्, त्यसपछि हजुरले यहाँ माथि 3 लाइनमा क्लिक गर्नुहोस्। 3 लाइनमा क्लिक गरिसकेपछि सेटिङ्समा क्लिक गरिसकेपछि अकाउन्ट सेन्टर आउँछ है। अकाउन्ट सेन्टरमा क्लिक गर्नुहोस् अनि यहाँनिर चाहिँ हजुरहरूले चाहिँ पासवर्ड एन्ड सेक्युरिटीमा क्लिक गर्नुभयो भने चाहिँ हजुरहरूले चाहिँ पासवर्डहरू चेन्ज गर्न सक्नुहुन्छ है। 2 फ्याक्टर अथेन्टिकेसन हजुरहरूले चाहिँ आफ्नो अकाउन्टलाई चाहिँ यहाँनिर सेभ गरेर राख्न सक्नुहुन्छ, एकदमै सेफ राख्न सक्नुहुन्छ है। यो चाहिँ सेक्युरिटी पर्पजको लागि हो। यो सबै हजुरहरूले गर्नुपर्ने हुन्छ यहाँनिर चाहिँ है। यो चाहिँ त्यसको लागि है। त्यसपछि चाहिँ हजुरले चाहिँ यहाँनिर ब्याक गर्नुहोस् है। त्यसपछि चाहिँ हजुरहरूले चाहिँ ओह्रालो सार्नुहोस्। यहाँनिर सबै यो चाहिँ अकाउन्ट्सको लागि है साथीहरू। हजुरले आफ्नो अकाउन्ट्सहरूलाई चाहिँ कसरी एकदमै सेफ राख्ने त्यो चाहिँ तपाईँहरूले चाहिँ यहाँबाट चाहिँ सबै गर्न सक्नुहुन्छ। सो ब्याक गर्नुहोस् यसलाई। यो ब्याक गरिसकेपछि चाहिँ हजुरले चाहिँ यहाँनिर चाहिँ जानुपर्ने हुन्छ कि कन्टेन्ट प्रिफरेन्समा है। त्यसपछि हजुरले यहाँनिर चाहिँ हजुरहरूले चाहिँ एकदमै तपाईँको कस्तो खालको कन्टेन्टहरूलाई चाहिँ हजुरले प्रिफर गर्नुहुन्छ है, त्यो चाहिँ हजुरले चाहिँ यहाँनिर मिलाउन सक्नुहुन्छ। त्यही कारण चाहिँ हजुरले सेन्सिटिभ कन्टेन्टहरूलाई चाहिँ यसरी डिफल्टहरू गरिदिनु भयो भने चाहिँ हजुरकोमा सो हुँदैन। त्यही कारण हजुरहरूले चाहिँ यो गर्न सक्नुहुन्छ है। सो नेक्स्ट चाहिँ यो छ है। त्यसपछि चाहिँ म हजुरहरूलाई चाहिँ एकदमै यहाँनिर इम्पोर्टेन्ट सेटिङको बारेमा चाहिँ देखाउँदैछु है साथीहरू ब्याक गरेर। सो यहाँनिर चाहिँ देख्न सक्नुहुन्छ कि डिफल्ट अडियन्स सेटिङ है। यहाँनिर जानुहोस्। यहाँनिर चाहिँ हजुरले चाहिँ एकदमै हेर्नुपर्ने कुरा चाहिँ यहाँ छ है साथीहरू। यहाँनिर चाहिँ तपाईँको चाहिँ कस्ट्युममा बसेको छ भने चाहिँ यसलाई चाहिँ एकदमै मिलाइहाल्नुहोस्। सो तपाईँले चाहिँ यहाँनिर चाहिँ के गर्नुपर्छ, पब्लिक गरिदिनुपर्छ है साथीहरू। जसले यो मिस्टेक गर्नुभएको छ करेक्ट गरिहाल्नुहोस् है। राम्रोसँगले सेटिङ हेर्नुहोस्। म जसरी मिलाउँदैछु हजुरले पनि त्यसरी नै मिलाउनुहोस् है त। अनि यहाँनिर चाहिँ हजुरले नेक्स्ट थिचिदिनुहोस् है। नेक्स्ट थिचिसकेपछि हजुरको यहाँनिर आउँछ है हु क्यान सी यर पोस्ट स्टोरिज एन्ड रिल्स। यहाँनिर चाहिँ हजुरले क्लिक गर्नुपर्ने हुन्छ। त्यसो हुँदा चाहिँ यहाँनिर मेरो पब्लिक छ है। यहाँनिर एलो अदर्स टु सेयर यर पब्लिक कन्टेन्ट। यो चाहिँ तपाईँको कन्टेन्टलाई चाहिँ कसले सेयर गर्न सक्नुहुन्छ। सो यसमा पनि तपाईँहरूले चाहिँ यहाँनिर पब्लिक गर्नुभएको पर्छ है। हु क्यान कमेन्ट अन यर पोस्ट पब्लिक गर्नुपर्छ है। त्यसो हुँदाखेरि चाहिँ तपाईँको पोस्टमा चाहिँ कमेन्टहरू धेरै बेसी आउँछ। यहाँनिर चाहिँ पब्लिक प्रोफाइल इन्फो तपाईँले सबै प्रोफेसनल ड्यासबोर्ड अन गरिसकेपछि सबै कुरा चाहिँ पब्लिकमा राख्नुपर्ने हुन्छ। हु क्यान सी द पिपल एन्ड पेजेस यु फलो, यसमा चाहिँ तपाईँले अनलिमिट गर्नुभएको छ भने चाहिँ हजुरको फलोइङहरू चाहिँ 0 देखाउँछ है साथीहरू। कतिजना साथीहरूले चाहिँ फलो धेरैजनालाई गर्नुभएको हुन्छ तर उहाँहरूको फलोइङ चाहिँ 0 देखाउनु छ है। कारण चाहिँ उहाँहरूले चाहिँ यो सेटिङमा चाहिँ करेन्टली सेट टु अनलिमिट छ नि मैले गरेको, उहाँहरूले पनि यसरी अनलिमिट गर्नुभएको छ भने चाहिँ उहाँहरूको फलोइङ 0 चाहिँ देखाउँछ है। त्यही कारण चाहिँ तपाईँले कसैलाई अनफलो गर्नु भन्दाखेरि चाहिँ बरु यो चाहिँ अनलिमिटमा राखिदिनुहोस् है। त्यसो हुँदा तपाईँले मात्रै देख्नुहुन्छ। सो यसलाई चाहिँ कन्फर्म गरिदिनुहोस् है। यहाँनिर कन्फर्म गरिसकेपछि है अनि तपाईँलाई म यहाँनिर चाहिँ एकदमै अपडेट भयो है त, डन गरिदिनुहोस्। कसले चाहिँ यो गर्नुभएको छैन यो गर्नुहोस्। त्यहाँदेखि नेक्स्ट म हजुरहरूलाई देखाउँदैछु। यहाँनिर सार्दैछु साथीहरू मिडियामा क्लिक गर्नुहोस् है। त्यहाँनिर चाहिँ यहाँनिर हजुरले चाहिँ यो चाहिँ एकदमै अप्टिमाइज गरेको हुनुपर्छ। हजुरले चाहिँ यहाँनिर चाहिँ
यो चाहिँ डेटा सेभरमा राख्नुभएको छ भने चाहिँ हजुरहरूको भिडियोहरू चाहिँ एकदमै लो क्वालिटीमा चाहिँ जान्छ। त्यही कारण चाहिँ हजुरको रिच कम्ती हुन्छ, डाउन हुन्छ है। जब हजुरको चाहिँ भिडियो कम्तीजनाले हेर्नुहुन्छ त्यसो हुँदाखेरि चाहिँ हजुरको भिडियोमा चाहिँ भ्युज कम्ती आएपछि फलोवर्स पनि कम्ती आउनुहुन्छ। सो हजुरलाई कसैले फलो गर्नु हुँदैन है। त्यही कारण चाहिँ हजुरले चाहिँ यहाँनिर चाहिँ यसरी अप्टिमाइज चाहिँ गरेको हुनुपर्छ है त। म हजुरलाई अब यहाँनिर मेन अर्को सेटिङ देखाउँदैछु साथीहरू। यसरी म धेरैवटा सेटिङ देखाउँदैछु। सो तपाईँहरू सबैजनाले चाहिँ यो चेक गर्नुहोस् ल। पोस्ट, यहाँनिर चाहिँ अब पोस्टमा क्लिक गर्नुहोस्। यहाँनिर चाहिँ हु क्यान सी योर फ्युचर पोस्ट है। यहाँनिर चाहिँ तपाईँले चाहिँ पब्लिक गर्नुपर्ने हुन्छ है। फ्रेन्ड्स अफ फ्रेन्ड्सहरू गर्नुभएको छ भने चाहिँ यो सबै सेटिङ अरू गर्नुभएको छ भने चाहिँ तपाईँको बेसिकमा जाँदैन है, कम्ती मान्छेकोमा जान्छ। र पब्लिक गर्नुभयो भने चाहिँ एकदमै धेरै मान्छेसम्म पुग्छ हजुरको भिडियोहरू, फोटोहरू है। त्यसो हुँदाखेरि चाहिँ हजुरलाई चाहिँ धेरैजनाले फलो गर्नुहुन्छ हजुरको भिडियो हेरेर, फोटो हेरेर। त्यही कारण चाहिँ यहाँ चाहिँ हजुरले चाहिँ पब्लिक गर्नुपर्ने हुन्छ। सेभ गरिदिनुहोस्। सो त्यसपछि चाहिँ हजुरहरूलाई अर्को म देखाउँदैछु स्टोरी है। स्टोरीमा जानुहोस् अनि स्टोरीमा पनि यहाँनिर चाहिँ हु क्यान सी योर स्टोरी पब्लिक हुनु पर्यो है। तपाईँको ओन्ली मीहरू छ भने चाहिँ तपाईँलाई कसैले फलो पनि गर्दैन है। त्यसो हुँदा तपाईँको कन्टेन्ट पनि कसैसम्म पुग्दैन र भ्युज पनि राम्रो आउँदैन साथीहरू। त्यही कारण चाहिँ यहाँनिर पनि हजुरको पब्लिक हुनुपर्छ। र यो जुन सेटिङ मैले अन गरेको छु हजुरले चेक गरेर यसरी नै अन गर्नुहोस् है त। त्यसपछि हजुरले पेजेस है, यहाँनिर क्लिक गर्नुहोस्। यो चाहिँ प्रोफाइल रिकमेन्डेसन हो है। त्यो चाहिँ हजुरले चेक गर्नुपर्ने हुन्छ। र रिल्स आयो है मेन साथीहरू। अब यहाँनिर पनि हेर्नुहोस्, एलो अदर्स टु युज योर ओरिजिनल अडियो एन्ड रिमिक्स योर फ्युचर पब्लिक रिल्स भन्नुहुँदैछ है। यो चाहिँ हजुरले चाहिँ ओरिजिनल अडियो युज ओन्ली है। मेरो चाहिँ अब ओरिजिनल अडियोहरू चाहिँ अरूले युज गर्न सक्नुभयो पनि है, उहाँहरूले युज गर्नुभयो भने चाहिँ अझै बेसी रिच जान्छ नि त मेरो। त्यसो हुँदाखेरि चाहिँ मैले यहाँनिर चाहिँ एलो गरेको छु है। त्यसो हुँदाखेरि चाहिँ हु क्यान सी योर फ्युचर पोस्ट पब्लिक साथीहरू, यहाँ पनि पब्लिक छ है। हेर्नुहोस् है कुन चाहिँ पब्लिक गरेको छु। हजुरले सबै यसरी चाहिँ पब्लिक गर्नुहोस् है। मैले जहाँ चाहिँ पब्लिक गरेको छु। अब नेक्स्ट हजुरलाई म इम्पोर्टेन्ट सेटिङहरू देखाउँदैछु है त। फलोवर्स एन्ड पब्लिक कन्टेन्ट, यहाँ हेर्नुहोस्। यहाँनिर चाहिँ अब जानु पर्यो, सबै पब्लिक हुनु पर्यो है। यो चाहिँ तपाईँहरूले चेक गर्नुहोस् है। हु क्यान फलो मी पब्लिक गरेको छु है। मलाई पब्लिकले फलो गर्न सक्नुहुन्छ। त्यही कारण त मेरोमा धेरै बेसी फलोवर्सहरू दिने पछि आउनुहुन्छ साथीहरू। हु क्यान सी योर फलोवर्स अन योर प्रोफाइल पब्लिक गरेको छु किनभने हजुरहरू सबैजनाले मेरो फलोवर्सहरू हेर्नुहुन्छ नि त, कति बढिरहेको छ कति छ भनेर देखिराख्नु भएको छ है। सो यहाँ पनि पब्लिक छ। हु क्यान सी द पिपल एन्ड पेजेस यु फलो, यहाँनिर पनि मैले पब्लिक गरेको छु है। हु क्यान कमेन्ट अन योर पब्लिक पोस्ट पब्लिक छ, सबैजनाले मेरो पोस्टमा कमेन्ट गर्न सक्नुहुन्छ है। पब्लिक पोस्ट नोटिफिकेसन यो पनि पब्लिक छ है। सबै मैले यहाँनिर चाहिँ पब्लिक गरेको छु। सो त्यसो हुँदाखेरि चाहिँ मेरो भिडियोहरू धेरैजनासम्म पुग्छ है। त्यसो हुँदा उहाँहरूले पनि मलाई मेरो भिडियोबाट पनि धेरैजनाले फलो गर्नुहुन्छ। सो हजुरहरूले चाहिँ फलोवर्स बढाउनुको लागि चाहिँ यो सेटिङ चाहिँ मेन हो है। हु क्यान फलो मी पब्लिक है, सबै यो चाहिँ पब्लिक गर्नुपर्ने हुन्छ। त्यसो हुँदाखेरि चाहिँ हजुरलाई धेरैजनाले फलो गर्नुहुन्छ है त। 5K भन्दा बेसी फलोवर्स चाहिँ यसरी बढाउनुपर्छ साथीहरू। अनि अर्को आयो प्रोफाइल एन्ड ट्यागिङ। यो चाहिँ मेन बुझ्नुहोस् है। यो चाहिँ के देखाउँदैछु म हजुरहरूलाई भन्दाखेरि चाहिँ हु क्यान पोस्ट अन यर प्रोफाइल मेरो फ्रेन्ड्सले गर्न सक्नुहुन्छ। हु क्यान सी वाट अदर्स पोस्ट अन यर प्रोफाइल फ्रेन्ड्स है। यहाँनिर चाहिँ यसो गरेर चाहिँ राखेको छु। ओन्ली मीमा राख्दा पनि हुन्छ है, किनभने चाहिँ तपाईँलाई जोसुकैले जेसुकै ट्याग गर्यो भने चाहिँ तपाईँहरूले चाहिँ ओन्ली मीमा राख्नु भएको छ भने चाहिँ तपाईँहरूले आफै मात्रै देख्न सक्नुहुन्छ। यो चाहिँ तपाईँले ओन्ली मीमा राखिदिनुहोस्। त्यसो हुँदा चाहिँ जोसुकैले जेसुकै ट्याग गर्नु सक्दैन तपाईँलाई है। त्यसो हुँदा चाहिँ एलो अदर्स टु सेयर योर पोस्ट अन दियर स्टोरी, यहाँ चाहिँ ओके गर्नुहोस्। त्यसो हुँदा चाहिँ हजुरको भिडियो पोस्ट स्टोरीहरू चाहिँ अरूले सेयर गर्नुहुन्छ, त्यसरी त हजुरको भिडियो भाइरल हुन्छ नि होइन साथीहरू। हु क्यान सी पोस्ट युर ट्याग इन भन्नुभएको छ। यो चाहिँ के गर्नुपर्छ भन्दाखेरि चाहिँ ओन्ली मीमा राखिदिनुहोस्। कसैले तपाईँलाई ट्याग गर्यो भने तपाईँले मात्रै देख्नुहुन्छ, अरू साथीहरूले देख्नु हुँदैन है। सो तपाईँहरूले चाहिँ लेट एनीवन ट्याग यो चाहिँ अफ गर्नुहोस् है साथीहरू। किनभने यो चाहिँ किन अफ गर्नुहोस् भनेर भन्दैछु भन्दाखेरि चाहिँ जब तपाईँहरूले यो अन गर्नुभएको छ भने चाहिँ तपाईँलाई जोसुकैले जेसुकै ट्याग गरिदिनुहुन्छ। अनि कतिजनाले चाहिँ कन्टेन्टहरू पनि सेन्सिटिभ कन्टेन्टहरू के ट्याग गर्नुभयो भने चाहिँ तपाईँको प्रोफाइललाई पनि स्ट्राइक आउँछ। उहाँको लागि त आउँछै आउँछ है। उहाँको प्रोफाइलमा इस्यु आएर स्ट्राइक आयो त्यो कन्टेन्टमा भने तपाईँकोमा पनि आउनसक्छ। त्यसै कारण चाहिँ यो चाहिँ हजुरहरूले चाहिँ एकदमै चेक गरेर चाहिँ यसलाई चाहिँ अफ गर्नुहोस् है, किनभने जोसुकैले जेसुकै हजुरलाई ट्याग गर्न सक्नु हुँदैन। सो तपाईँले यो अफ गर्नुभएको छ भने चाहिँ तपाईँहरूलाई ट्याग गर्नुभयो भने पनि एउटा पर्मिसन मागेर आउँछ है। सो तपाईँहरूले त्यसलाई इनेबल गर्नुभयो भने मात्रै हजुरलाई ट्याग गर्न सक्नुहुन्छ है। त्यही कारण चाहिँ जोसुकैले जेसुकै ट्याग गर्न सक्नु हुँदैन, यसलाई चाहिँ अफ गर्नुहोस्।
र जो साथीहरूले चाहिँ यो सेटिङहरू चेक गर्नुभएको छैन हजुरले एकपल्ट चेक गर्नुहोस् है। हाउ पिपल एन्ड फाइन्ड यो मेन सेटिङ अर्को पनि छ यहाँनिर, हाउ पिपल फाइन्ड एन्ड कन्ट्याक्ट यु यहाँनिर छ है। यो सेटिङलाई चाहिँ हजुरले चाहिँ यसरी हु क्यान सेन्ड यु फ्रेन्ड रिक्वेस्ट यहाँ छ मेन सेटिङ साथीहरू। यो भन्नु बिर्सेछु, फ्रेन्ड्स अफ फ्रेन्ड्समा राख्नुहोस्। यहाँ अनलिमी छ भने चाहिँ अनलिमीमा राख्नुहोस्, बेस्ट अप्सन हो है। यहाँनिर चाहिँ हजुरले एभ्री वान गर्नुभयो भने चाहिँ फ्रेन्ड रिक्वेस्ट आएको हुन्छ। सो तपाईँहरूले चाहिँ एक्सेप्ट गर्नु पनि सक्नु हुँदैन 5K भन्दा बेसी। त्यही कारण चाहिँ तपाईँले फ्रेन्ड्स अफ फ्रेन्ड्स नभए अनलिमी छ भने चाहिँ अनलिमीमा राखिदिनु भयो भने चाहिँ तपाईँलाई सबैजनाले फलो गर्नुहुनेछ साथीहरू। यो चाहिँ भयो मेन कुरा है फ्रेन्ड रिक्वेस्ट आउनेको। अन्त हु क्यान सी यर फ्रेन्ड लिस्ट पब्लिक गर्नुभएको छ भने चाहिँ तपाईँको फ्रेन्ड लिस्ट सबैजनाले देख्न सक्नुहुन्छ है। र यसरी चाहिँ मिलाउनुहोस् है साथीहरू। मैले जुन सेटिङ अन गरेको छु, जुन सेटिङ जस्तो गरेको छु हजुरहरूले पनि त्यसरी नै मिलाउनुहोस्। त्यसो हुँदा हजुरहरूको फलोवर्स पनि एकदमै बेसी बढ्नेछ र हजुरहरूको कन्टेन्ट पनि धेरै मान्छेसम्म पुगेर राम्रोसँगले भ्युज आउनेछ है त। अब यो भिडियो हजुरले धेरै क्रिएटर साथीहरूसम्म पुऱ्याइदिनुहोस् ताकि उहाँहरूले पनि यो भिडियो हेरेर आफ्नो सेटिङ चेक गर्नुहुनेछ र उहाँहरूको फलोवर्स पनि एकदमै राम्रोसँगले बढ्नेछ अनि उहाँहरूको भिडियोमा पनि राम्रोसँगले भ्युज आउनेछ है साथीहरू। र यस्तो इन्फर्मेटिभ भिडियोजहरूको लागि हजुरहरूले मलाई सम्झिनुहोस्, मसँग जुडेर काम गर्नुहोस्। हजुरहरूलाई काम गर्नु पनि एकदमै सजिलो हुनेछ र हजुरहरूको आइडी पनि एकदमै छिटो ग्रो भएर जानेछ। अनि हजुरहरूलाई कुनै कुराको डाउट छ भने मेरो भिडियोको कमेन्ट सेक्सनमा हजुरले सोध्न सक्नुहुन्छ र हजुरहरूको प्रब्लमको सल्युसन पनि लिएर आउनेछु है त।